हेलो सबैजनालाई र यो भिडियो चाहिँ साई बाबाको बर्थडेको दिनको हो र यो चाहिँ म 2:30 बजी उठेर चाहिँ नुहाइधुवाइ गर्नुको लागि उठेको थिएँ 2:30 बजी। सो नुहाइधुवाइ गरेर एकदमै अर्ली मर्निङको एकदमै अर्ली भन्दा पनि एकदम मिड नाइटको भनौँ न। सो नुहाइधुवाइ गरेर चिया खाएर हामी चाहिँ नगरसन कीर्तन जानुपर्ने थियो नि त। भजन स्टार्ट थियो हाम्रो 3:30 देखि स्टार्ट थियो, तर यताउता सबैलाई पर्खिँदा ओर्दा त्यस्तै ढिलो भयो। 4 बज्यो हो। यहाँ सबै भाइहरू पनि आएको थियो, बासिनी आइतोस म सबैजना बहिनीहरू 6जना बहिनीहरू आएर चाहिँ चिया खायौँ। अन्त हामी जहाँ हामीले बनाएको थियौँ भगवान बाबाको स्थान त्यहाँनिर गएर भजनहरू गर्नुको लागि तयारी गर्न थाल्यौँ हो। सो यसरी स्टार्ट भयो हाम्रो दिन त्यो दिनको र हामीले त्यहाँदेखि भजनहरू सुरु गऱ्यौँ। त्यहाँनिर हामीले सकेर चाहिँ अब हामी नगरसन कीर्तनको लागि सबैजना बुट्न थाल्यौँ है। यो नगरसन कीर्तन भनेको चाहिँ भजन गर्नुपर्ने हुन्छ। हामीले चाहिँ यहाँ चाहिँ कसरी गर्छौँ भन्दा चाहिँ तल फेदबाट गाउँदै आउँछौँ होइन। गाउँको फेदबाट गाउँदै आएर माथिसम्म आएर चाहिँ फेरि जहाँ भगवान बाबा राखेको छौँ हामीले त्यहाँनिर आएर एन्ड गर्नुपर्ने हुन्छ। सो हामीले यो चाहिँ भजन गर्दै गएको र यो नगरसन कीर्तन गर्दा चाहिँ एकदमै मनलाई शान्ति मिल्छ है, एकदमै मजा आउँछ, एकदमै हामी इन्जोय गर्दै गर्छौँ। हामी यो चाहिँ अब प्रायः अब के ओकेजन हुँदाखेरि अन्त केही भगवान बाबाको केही पऱ्यो भने हामी त्यसरी नगरसन कीर्तनहरू गाउने गर्छौँ हो। र हामीले चाहिँ भजनहरू सकेर आरतीहरू पनि गऱ्यौँ हो। एकदमै पिसफुल मर्निङ थियो त्यो मर्निङ चाहिँ, एकदमै शान्ति एकदमै थेरापी हुन्छ नि भयो। होइन सजना होइन मान्छेको आवाज होइन सुवासी म भन्छु एउटा कुरा। What? मनिषा नि बेलुका 2 बजी उठेर होइन नुहाएर हेयर लो ड्राई गरेको नयाँ कुर्ता लाउँछु भन्दै थियो कि त्यो चाहिँ आज आएन जाडो भएर। अनि यो चाहिँ ब्लो ड्राई गरेको कपाल, तिमीले देखाउ त कपाल खाइदेऊ त। यो चाहिँ ब्लो ड्राई गरेको 2 बजीको हो, त्यसै कारण जस्तै देख्यो भने राम्रै भनेर कमेन्ट गरिदिनु। सुनेर गनाउनु त इस्कुस काटिरहेको अवस्था हाम्रो आन्टीले खिर बनाइरहनु भएको छ। वाह अहिले सबै हाल्छु नै सबै त। यहाँ देविकाले धनियाँ लिएको अवस्था र हाम्रो एउटा योगा गरिरहेको अवस्था र म चाहिँ यहाँ इस्कुसै काटिरहेको अवस्था। र यहाँ चाहिँ आन्टीले हाम्रो खिर बनाउनु हुँदै थियो, एकदमै दामी मिठो खिर हो। अन्त यहाँनिर चाहिँ इस्कुस आन्टीले यो चाहिँ बिहानैको हामीले जस्तो भजन सक्यो त्यस्तै काटकुट पारेर पकाएको है। र यो चाहिँ फेरि हाम्रो मर्निङ कति बजी भन्नुहोस् त 9:30 या होइन 8:30 बजी चाहिँ हामी रेडी भएको, फेरि भजन स्टार्ट हाम्रो मर्निङको हो। सो हामी यहाँ सबैजना भेला हुँदै थियौँ सबै हामी, र यसरी भाइहरू पनि सबैजना आइसकेको थियो र हामीले चाहिँ फेरि भजन स्टार्ट गऱ्यौँ। एकदमै मिठो हाम्रो भजनहरू।
साथ रहेंगे प्यार की नगरी में सदा। र अब यहाँनिर चाहिँ हामीले भजनहरू गायौँ, एकदमै मजाले गायौँ होइन, एकदमै मनबाट भजनहरू गाएर चाहिँ त्यो तपाईँहरूले भिडियो हेर्नु पनि भयो होला, मैले अगाडि हालेको थिएँ, त्यही दिनै हालेको थिएँ एक दुईवटा भजनहरूको हो। सो त्यो भजनहरू गाएर चाहिँ हामी यहाँ चिया खानुको लागि फेरि माथि किचनतिर आयौँ हो। अन्त यहाँ सबैजना भाइ बहिनीहरू छ। सो भासिनीले चाहिँ चिया बनाउँदै थियो हाम्रो लागि। सो हामी चाहिँ यहाँ त्यतिकै यताउता गफहरू गर्दै बसिरहेको थियौँ। यहाँ हाम्रो भाइहरू छ। बाई बाई। साह्रो भोक लाग्दो रहेछ हौ। इतनी से चटनी में 2 समोसे खाऊ भन्छ इलेक्सन हेर न। के साह्रो भोक लागेको तिमीलाई चाहिँ? भोक लाग्दैन नि त मान्छेलाई। खोइ मेरोमा यसको फ्रन्ट क्यामेरा हो, फ्रन्ट क्यामेरा हुन्छ, ढिलो हुन्छ। अन्त हामी यसरी चिया भासिनीले बनाइसकेको थियो हो। सो हामी सबैले चियाको मजा लियौँ है। अन्त त्यहाँदेखि चिया मिठो भएको थियो, चिया भुजा खायौँ हामीले। र अब चाहिँ म फेरि कहाँ जानु आँटेको छु भन्दाखेरि चाहिँ भगवान् बाबाको केक ल्याउनुको लागि म रहेको चाहिँ स्कुटीमा केक ल्याउनु गएको थियौँ। तर आन्टीले जुलबी पनि ल्याउनु भन्नुभएर चाहिँ सो हामी यहाँ जुलबी पनि किन्दैछौँ प्रसाद। र घर आएको यहाँनिर सबैले पुरी पोल्दै रहेछ भासिनी अन्त अरू बहिनीहरूले। सो त्यही सबैले कि बेलेको गरेको देखेर मैले पनि गरेँ हो, मैले पनि बेलेँ। हामी सबैले मिलेर त्यो पुरीहरू बनाइसक्यौँ हो। त्यहाँदेखि त्यो बनाइसकेर फेरि रेडी हुनुपर्ने थियो, हाम्रो इभिनिङ भजन स्टार्ट थियो नि त। सो हामी त्यो बनाइसकेर रेडी भयौँ, सबैजना रेडी भएर फेरि सबै इभिनिङ भजनमा आउनु भइसकेको थियो, मान्छेहरू पनि फाल्टु मान्छेहरू पनि हो। सो सबैजना आएर बसिसक्नु भएको थियो र यसरी नै हाम्रो भजन सुन्नुहोस्। भजनहरू पनि सक्यो हो। मैले भिडियोजहरू हालेको छु एक दुईवटा, त्यो हेर्नुहोस् होला। र यसरी नै हामी फेरि प्रसादतर्फ आयौँ। अब प्रसादहरू बाँड्नु पऱ्यो नि त, जति पनि आउनुभएको छ उहाँहरू सबैलाई प्रसाद बाँड्नुको लागि हामी सुरु गर्नु थाल्यौँ। मिठाई मनिषी एकदम बिजी, बोल्नु भएको छैन। प्रिय दिएता हाम्रो विजय सिङ्गर बहिनी है, यता नयाँ नयाँ बहिनीहरू छ। केक चाहिँ हामीले पनि राख्नुपर्छ, सकिन आँटिसकेन। सँगै खाने होइन हाम्रो सिङ्गर दादा यहाँ ल सिधा म हेर्नु हो भने चाहिँ guys, welcome to our vlog. This is Kriti Shetty and this is most handsome boy in Uttarakhand. And here. Hello Asaf. Hello. 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 Hi. Hi. Keda. Hi. Kriti. Hi. Hello Abhinay, my handsome brother. Hi. खै यस्तो दिँदैन भाइले नि अनि टेन्सन गर्दै दिँदैन त। Hi मेरो सन्दीप भाइ। यस्तै कोइला हाल्नु आँटेको प्रसाद आयो र मजा आइरहेको छ गाइस। बडी हाई ठिकै छ, मजा आउँदैछ? यता मजा आउँदैछ? रेबिका हेलो, बिजी सजना बिजी, यता भासिनी बिजी। र यहाँ चाहिँ मेरा लाला बालाहरू छन्।
को हो त्यो बुङ्गिन कसलाई आउँछ तिमीहरू मिलेर बोल्नु हाल्छु अभियसली यहाँ यो चाहिँ झन् खास हो यो चाहिँ झन् खास हो यिनीहरू चाहिँ हाम्रो तल बहिनीहरू होइन लालाबाला। तर कतिजनालाई कति त झन् मोस्ट अफलाई म चिन्दिनँ होइन आज चिनेँ मैले लालाबालाहरू हो नि त मेरो होइन ल खाऊ है मजाले ल के ल्याइदिनु भन ल ल ल कसैले दिन्छ भने खाने हो नभए बसिरहने हो है हामी चाहिँ होइन कसैले दिन्छ भने खाने हो नभए बसिरहने हो होइन अहिले जस्तै अघि जस्तै एटिट्युडमा हेलो भाइ हामीले यसरी नै प्रसादहरू खानु थाल्यौँ हो र हाम्रो ग्रुप छ जुन ग्रुप छौँ हामी यसमा चाहिँ धेरैजनाहरू छुट्नु भएको छ हो उहाँहरू सबैलाई धेरै धेरै मिस गर्छौँ हामी र स्पेसल्ली योपालि चाहिँ सौगात थिएन हाम्रो मेन क्यारेक्टर भनौँ न ग्रुपको ऊ चाहिँ प्रशान्ति गएको थियो सो उसलाई पुरा मिस गऱ्यौँ हामीले धेरै मिस गऱ्यौँ र यसरी नै हामी खाजासाजा खाएर प्रसाद खाएर चाहिँ हामीले सक्यौँ मतलब स्वामीको बर्थडे एकदमै राम्रोसँगले मनाउनु पायौँ त्यसको लागि स्वामीलाई पनि धेरै धेरै धन्यवाद र आउँदो वर्षहरूमा पनि यसरी मनाउनु पाऊँ भन्दै म मेरो ब्लगलाई पनि एन्ड गर्छु कि बाई बाई गाइस